हेलो एन्ड नमस्कार एभ्रिवान हजुरहरू सबैजनालाई स्वागत छ मेरो न्यू भ्लगमा है। सो आफ्टर 2026 चाहिँ मैले भ्लगमा चाहिँ अलिकति एक्टिभ हुने सोचिरहेको छु। लेट्स चाहिँ के हुन्छ। सो आज चाहिँ हामी दिदी बहिनीहरू घुम्न जाँदैछौँ अनि चाहिँ किप वाचिङ। अनि त्यसपछि चाहिँ मेरो ड्रेस अप हेर्नु होला। मेकअप चाहिँ अलिक मजाले गर्न पाएको छैन। हामी अलिकति हतारमा थियौँ, सानीमाकोमा लन्च गर्न आएको थियौँ। सो लाइट पनि छैन, सो मेरो कपाल अलिकति बिग्रिरहेछ। अझै लाइटको एकदमै प्रब्लम भइरहेछ, बत्ती गइरहेछ। सो यस, हामी उता गएर भेट्छ भाइ। बाई। चाहिँ स्वयम्भू आइसक्यो। क्युटी हाई गर दिदीलाई। हामी चाहिँ गाडी चढिसक्यौँ। हाई गर। हाई गर्नु सक्छु। हामी कहाँ जान लाग्यो? घुम्न भन न। टुरिस्ट जस्तो देखाएको छ। अनि कस्तो राम्रो बच्चा, चाइनिज बच्चा। एउटा केटीलाई आई लभ यु भन ल त्यहाँ। ल म देखाउँछु। अनि त्यो केटीलाई आई लभ यु भन ल। डन डिल डन। कता मजा हँस पनि ल फेरि ऊ चाहिँ अब निस्किनलाई मैले खिचिदिरहेको छु उसको भिडियो। ओहो पुरा हिरोइन स्टाइलमा निस्किसक्यो। उसले चाहिँ ढोका लाउने रे आफैले। उसले केही गर्न सकेन। छोड यस्तो गर्ने अनि यस्तो लाउने हो। दिदीले त ढकाल्न सक्दैन। अनि दिदीलाई हाई गर अब एकचोटि। यता हेरेर हाई गर। आमा छोरा लाको हामी आएको ठाउँ चाहिँ यो हो होइन। अब यहाँबाट चाहिँ भित्र छिर्छौँ हामी। एभ्रिवान, हामीले चाहिँ खानेकुराहरू टन्नै अर्डर गरिसक्यौँ। हामी चाहिँ अब खानेको वेटिङमा छौँ, हो कि न? हामी के खाने? टन्नै खाने कि नखाने? खाने होइन। ल ओके। ऊ चाहिँ आज एकदमै एक्साइटेड छ। ऊ आई गेस धेरै पछि नै आयो होला होइन बाहिर। सो त्यही भएर एकदमै एक्साइटेड छ। आइज नि जस्टिना पनि यता, दिदी नि यता आउनु न। मसँग चाहिँ हुनुहुन्छ। अब कति हतारमा आएका हुन् दुईजना, कतिखेर बोलाउला नि भनेर आइरहेको रहेछन्। हाई, न्यु इयर आएको त धेरै नै भइसक्यो। त्यही पनि हामीले एकअर्कालाई विस गरेको थिएनौँ। ह्याप्पी न्यु इयर। ह्याप्पी न्यु इयर भन्। यसरी ताली पर्नु। सो यो न्यु इयरको चाहिँ हाम्रो दिदीहरूसँग एकदम धेरै ठुलो मेमोरी छ। भाइ, म, दिदीहरू भएर हामी पहिला पनि घुम्न गएको थियौँ। सानो थियो, धेरै रमाइलो भएको थियो। त्यसपछि बल्ल हामी एकैचोटि यसरी हिँड्यौँ है। हो कि हामी एकचोटि मम्मीसँग नि आयौँ, सिङ्गल ट्रिप नै आएको थियो। अनि त्यसपछि चाहिँ हामी हिँडेको थिएनौँ। आज चाहिँ धेरै पछि आयौँ। हाम्रो भाइको आउटफिट हेर्नु, हेर ज्याकेट लाग्छ, चस्मा लगाएर देखाइदिऊ। आज ऊ एकदम हिरो भएको छ अरे, स्पाइडर। ऊ एकदमै एक्साइटेड छ होला। आज हामीले अब खानेकुरा चाहिँ अर्डर गरेको छौँ। ठाउँ चाहिँ राम्रो नै रहेछ, भ्यूहरू एकदम राम्रो देखिने रहेछ। तर हामीलाई मनपर्ने पिज्जा चाहिँ रहेनछ क्या यहाँ है। पिज्जा नै मेन्यूमा छैन रहेछ। किन छैन भनेर सोद्धाखेरि नर्मली मान्छेहरूले कसैले नि यहाँ चाहिँ त्यस्तो अर्डर गर्नुहुन्न अरे। त्यो बसेको ठाउँबाटको भ्यू है एकदमै राम्रो छ। हामी प्राइभेट ठाउँमा बसेछौँ। केटी हो भनिरहेछ। अब हामी चाहिँ फोटोहरू खिच्दैछौँ अनि प्लस तातो पानीहरू पनि खाँदैछौँ। अनि मैले उहाँहरूको चाहिँ फोटो खिचिसकेँ, अब मेरो मात्र बाँकी छ। सो हामी फोटो खिचेपछि भेट्छौँ। सो अब हाम्रो खानेकुराहरू चाहिँ आइसक्यो। खानेकुरा देख्ने बित्तिकै यसको हातले ठाउँ छोडेको छैन। ल झिक त्यो बिस्कुट झिक्न खोज्यो होइन। बिस्कुट झिक हो। ल बिस्कुट खाऊ, खाएर दे। यता दिदीलाई देखाएर खाऊ। यता देखाएर यम्मी छ। यता यम्मी दिदी भने है, वाउ भने है। अब हामी चाहिँ एकछिन खान्छौँ। क्यापाचिनो चाहिँ मलाई भयो, यो ओरियो मिल्कसेक दिदीलाई भयो, यो चाहिँ भ्यानिला मिल्कसेक हाम्रो जस्टिनालाई। फोटोको पोज हेर्नु न यहाँ। एकदमै राम्रो ठाउँ छ, एकदम कजी छ क्या। हामी बसेको चाहिँ यति क्याबिन मात्र थियो। अनि त्यसपछि यहाँ चाहिँ यस्तो छ। अनि यो चाहिँ एक नम्बरको छुकछुके बच्चा यति छुकछुक गऱ्यो कि हामीलाई हैरान पारिसक्यो। अब चाहिँ हामी फोटो खिचेर निस्किन्छौँ होला। खानेकुरा पनि एकदम यम्मी छ है यहाँको। हामीले खाना खाने बेला
बेलामा के होइन अनि मामी हामीहरू सिङ्गल ट्री आएको थियौँ नि त अनि त्यो कुरा गर्दै थियौँ ऊ त चलिरहेको थियो उसले सबै कुरा सुनिरहेको रहेछ सिङ्गल ट्री जाने भनेर यसको हालत देखाएँ ऊ यसरी यहाँ चल्दै हिँडिरहेको छ कि कसरी थाहा पाउँछ बच्चाले सिङ्गल ट्री भनेर के हो भनेर रोइरहेको छ अनि अलिकति फ्रेस हुन्छ नि त अब हिँड्दै जाऊँ उता तलसम्म माइक्रो पाउने रहेछ त्यसमा जाऊँ भनेको त यसले त हामीलाई त सुख दिनु भएन है वाक हेर्नु है त अहिले हाम्रो जुन यो टिकटकमा चलिरहेको छ नि त्यही अनुसार बनाउँछौँ ल आमा छोराको वाक यता भाइको घरमा आएको थियौँ चाउचाउ चोकोपाई दुध सबै रहेछ अनि चोकोपाई अंशु दिदीलाई दिने कि नदिने दक्षिणा दिदीलाई दिने रे है ल सो अब हामी चाहिँ घर आइसक्यौँ मेरो मोबाइलमा चाहिँ चार्ज पनि छैन चार्जर पनि ल्याउनु बिर्सेछौँ सो अब हामी चाहिँ दिदीकोमा छौँ दिदीको घरबाट हाम्रो नजिकै हो सो हामी चिया खाएर चाहिँ जान्छौँ ल आजलाई बाई बाई भनाऊ बाई बाई तिमी गुड बोय कि ब्याड बोय तिमी ब्याड बोय हो ए बाटोमा यस्तो दुःख दिएको होइन फ्रुटी खायो अनि के खायो तिमीले लिची जुस खायो उसलाई किन्दैन भने सुध दिन्छु भनेर भएमा सुध दिने हामीलाई लाप्पाले हान्ने गरेर यति बिजोग गरेछ नि आज यसले त तर जे भयो नि आज हाम्रो रमाइलो भयो है उसकै सुरमा छ सोधे उस रमाइलो भयो यसरी चाहिँ हामी पहिला मम्मी हामीहरू भएर गएको थियौँ सो धेरै पछि नै हामी जाँदैछौँ गयौँ पछि नै हामी गयौँ अनि रमाइलो पनि भयो है दाइलाई र मम्मीलाई चाहिँ एकदम मिस गरिरहेको छु दाइ भनेको हाम्रो दिदीको हस्बेन्ड अनि मेरो मम्मीलाई चाहिँ एकदम मिस गरिरहेको छु हामी पहिला पनि त्यसरी गएको हो नि त अनि यो सानो हुँदाखेरि पनि गएको थियौँ हामी न्यू इयर मनाउन गएको थियौँ आई गेस मेरो भाइ हुँदाखेरि हो है सो त्यसपछिको यो भयो सो एकदम रमाइलो भयो त्यही नै हो सो 2026बाट चाहिँ अब लाइक हुन्छ नि यो भिडियोमा चाहिँ अलिकति कन्टिन्यू गर्ने सोचिरहेको छु सो हजुरहरूले साथ सपोर्ट दिनु होला यसरी नै म बनाउँदै जान्छु एडिटहरू गर्न सिक्दै जान्छु बोल्न सिक्दै जान्छु है दस बाई सब्सक्राइब माई च्यानल बाई लभ यु एभ्रीवान